नमस्ते सबैजनालाई। आज हामी लालीगुँरासको फुलको जाम बनाउन गइरहेको छौँ र सुरुमा हामीले लालीगुँरासको फुललाई राम्रोसँग केलाएर त्यसको भित्र भएको रेसाहरूलाई सबैलाई निकालेर राम्रोसँग सफा गरेर राख्छौँ र यो सफा गरिसकेको लालीगुँरासलाई हामीले पानी बसालेर तातो पानीमा उमाल्छौँ र यो हालिसकेपछि सबै लालीगुँरासको फुलहरू हालिसकेपछि यसलाई हामीले राम्रोसँग चलाउँछौँ र यसपछि हामीले आफूलाई स्वादअनुसारको चिनी हामीले यसमा हाल्छौँ। कतिको गुलियो खानुहुन्छ त्यो अनुसारको चिनी हाल्ने र यसलाई राम्रोसँग चलाउँदै जाने र मिडियम फ्लेममा चाहिँ हामीले यसलाई पकाउनुपर्छ। जबसम्म चाहिँ यो गलेर ठिक पेस्ट हुँदैन तबसम्म चाहिँ हामीले पकाइराख्नुपर्छ, चलाउँदै पकाउँदै गर्नुपर्छ र यो यसरी ठिक पेस्ट हुन्छ र ठिक पेस्ट भइसकेपछि चाहिँ अब हाम्रो यो जाम तयार भयो र यसलाई सेलाइसकेपछि हामीले एउटा एयरटाइट कन्टेनरमा राखेर चाहिँ हामीले स्टोर गर्न सक्छौँ। यसलाई तपाईँहरू रोटीसँग, ब्रेडसँग जेसँग पनि खान सक्नुहुन्छ। धन्यवाद।